स्वागत छ फेरि पनि है। तपाईँहरू ठिकै हुनुहुन्छ होला, म ठिकै छु। र म चाहिँ आज उयो आएको छु बिटामोड। तपाईँहरूलाई पनि यहाँ देखाउँछु है, कस्तो लाग्छ के लाग्छ, कस्तो के के किन्छु है, देखाउँछु। तपाईँहरूले हेरिदिनु होला लास्टसम्म। बिटामोड बजार कहाँ गयो उनीहरू चाहिँ? तपाईँहरूलाई पनि देखाउँछु, हेर्दै जानुहोस्। सरन पर बसिरहेको छ। दोकानहरू त पुरा रहेछ। धुलाबारी हेरी चाहिँ अलिक बेसी रहेछ। हिजो त धुलाबारीमा बसेको थियो हो, आज चाहिँ यहाँ आएको छु। धुलाबारी अस्ति गएको, अनि बिटामोडै जाउँ न भनेर सरनलाई भनेर आएको नि। हो त्यस्तै, त्यही टाइपको त होइन? त्यही टाइपको लाग्यो मलाई त। कतिको यो चाहिँ राम्रै लाग्यो त मलाई यो। तर डिफ्रेन्ट भए पनि राम्रै छ त, नराम्रो छैन है। त्यही 32 हुन्छ है। हजुर मन परेन, म त मन परे। टी सर्ट पनि हेरेको सरन 1050 है सर, मिल्छ होला नि त। एलमा दिनु नि भाइ, त्यही कलरमै। तर कलर चाहिँ अरू होइन है। नाप्नु पर्दैन हौ, एल त हुन्छ तिमीलाई। एक्सेल चाहिँ अलिकति साइज ठुलो हुन्छ। हामी चाहिँ अब अटोमा चढेर उयो जाँदैछौँ, के अरे ह्याप्पील्यान्ड। सरनलाई भनेको थिएँ मैले, धुलाबारी जान्छ भने चाहिँ मलाई चाहिँ बिटामोड लानै पर्छ, त्यहाँ लगेर चाहिँ मलाई ह्याप्पील्यान्ड लगिदिनुपर्छ घुमाउनु भनेको थिएँ र उसले लगिदिँदैछ मलाई हो। अटोमा जाँदैछौँ। अटोमा पनि सस्तो रहेछ साथीहरू भाडा हो। नेपालको 1000मा चाहिँ 1.5-2 घन्टा पर्खेर पनि ल्याइदिने रहेछ है। जाँदैछौँ है साथीहरू हामी। धुलाबारीमा जाने पनि यहीँबाट हो। यो अर्को स्टोर छैन, अहिले भरे भाइ भाइ अहिले भरे हुन्छ नि भाइ। एक ठाउँ यसो पिसाबको ठाउँको खुल्ला काहीँ छैन ल, पर ल फाइनली ह्याप्पील्यान्ड पनि आइपुग्यो साथीहरू। अब भित्र के रहेछ तपाईँलाई देखाउँछु, हेर्नुहोस् है ल। 200 रुपियाँ 200 एकजना 200 नेपालको। एन्ट्रेन्स चाहिँ यस्तो रहेछ है साथीहरू, मजाको रहेछ। ह्याप्पील्यान्ड चाहिँ ह्याप्पी नै ह्याप्पी रहेछ साँच्ची नै भने। भित्र गएर के हुन्छ, भित्र राम्रै होला नि अझै है सर। म यहाँबाट आउँदै गरेको नि, भिडियो बनाइदिनु न मलाई। हामीले पौडी खेल्यौँ भने त सर बोटिङ मात्रै हो। दामी रहेछ है।
भयो मान्छे खाली एकजना झुवाई छुट्टी भएर होला है नानीहरूको है आकाश पनि ओपरै क्लियर अघि त पानी परेको साथीहरू म त बिस्वादैको के गर्नु आएको छु जस्तो पनि भएको कि तर यता छ नि मजाको है जग्गाहरू है आकाश पानी परेको भएको छ बिजो हुन्थ्यो नि है भन्दा रहेछ त्यो पानी चाहिँ लु डाइनोसरहरू पनि आउनु पाएको हुँदैन ए त्यहाँ चाहिँ के हो सर मसाज हो यो मसाजको चाहिँ कति एकजनाको कति मिनट गर्छ बहिनी ए गठन गर न मजा आउँछ त अहिले आउँछु न घुम्नु पर्यो नि त बस अहिले आउँछ नि ल यहाँ गने तिमी पुरै छौ किन हुन्छ त म खोजिन्छ भने ले उठेर त अम्बो यस्तो खाले उठेर त है उयो पिङ नानीहरूको लागि त पुरै राम्रो रहेछ हौ हाम्रो तपाईँ त केटी ठुलो भइहाल्यो के गर्नु नानीहरू बच्चा भए तिनीहरूले ल्याउनु हुन्थ्यो नि अब बुढो बुढो भइसक्यो नानीहरू ए पैसा लाग्यो त्यो खेल्नु चाहिँ है ए त्यहाँ चढ्ने हो त्यहाँभित्र जानु दिँदैन कताबाट छ बाटो यो स्विमिङ पुल जाने चाहिँ कता छ टिकट काट्ने दिन्छ ए नखेल्नेलाई दिँदैन ए सरलाई खेला भने मान्दैन के अनि त्यही ड्रेस दिइहाल्छ त अनि तिमीहरू खेल्ने जान्नेहरू त खेल न मजा आउँछ म भिडियो बनाउँछु नि टिकट काटेर राखिँदैन साथीहरू सरले खेल्दैन अरे हेर्दै जाउँ कस्तो मजा रहेछ है पानी छ नानीहरूलाई यहाँ पानी खेल्ने आउनु पर्यो यता पानीको पाडा ताजमहल पनि बनाइदिएको रहेछ फेमस छ हाम्रो इन्डियाको ताजमहल मजाले है तिमी खाऊ न त्यो अहिले खाइरहेको छ अगाइरहेको छ यहाँ पकाइ खाइरहेको छ के फलेको छ नि यसमा एप्पल यस्तो फल्छ हेरेको हेर्नु त पाइन्छ नि त पोइजन कहाँ हुन्छ एप्पल होइन एप्पल गर्दै हुन्छ तर अब त्यो भारी भएको हामी है मान्छे कहाँ भएको हेरौँ न मैले जान्छ फ्याक्ट्रीमा जान्छ भाइ भने डोन्ट गो त्यता यता त पुरै के खाने दुध खानु गएको
के पाउँदो रहेछ खानेकुराहरू रहेछ चाउमिनहरू रहेछ फास्टफुड होला है सुन न होइन नि ह्यान्डमेड छैन उयो चाहिँ छ है यस्तोहरू के खानु के म्याङ्गो फ्रुटी चिकन जुसहरू छ के एडभर्टाइजमेन्ट छैन पानी मिसाएर कम्पनी चिसो रहेछ नि अलिक कातोमा चाहिँ ए जेली हुन्छ माछाको अरे ड्युटी हेरेर त गाडी नै हिँडेर हिँडेर हेर त पर्ने त मजा आउँछ तर यो गर्नु मैले चिरिपुन्टेमा गरेको नि त्यहाँ डाडाङ 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 गर्छ है उयोहरू अब टिकटक पिङ अरे होइन अब यसमा चाहिँ खेल्दै चाहिँ साथीहरू टिकटक पिङ यो कालिम्पोङमा पनि छ छन् ल अनि यहाँ त ठुलो रहेछ नि त कालिम्पोङ भन्दा त है भाइ म मात्रै जानु फोटो खिच्नु त पाउँछ नि मेरो बुढाले यहाँ बसेर गर्छ नि हामी यहाँ चाहिँ बस्ने हो खेल्ने हो उयो बिल गर्दैछ होइन बस न बसेर यसो गरेर म एउटा फोटो निकाल्नु दादा हो बिलको आउँछु Makanya Joko Rata, coy, selesai. Oke, dan untuk zona ada ulimat ini sama depannya. Ada minta tak? Ini prolong nih, enggak. Hey, ini dah fikir. Dumsing ni apa? Dumsing ni sih. Ini pada resah. Ini tu kira kau lah, kan? Ini ni sih nak. Oh. Jauh mà jauh.
ल जाऊँ ल पर्खाल म फोटो खिच्छु ओ यता हेर न फुलहरू चाहिँ छुको जस्तो रहेछ सन्जना यता हेर कस्तो मजा आयो सन्जना भ्युवर्सले सोध्दैछ यता हेर न हौ वाटरफलहरू रहेछ ड्रिमल्यान्ड है ड्रिमल्यान्ड ह्याप्पी ल्यान्ड रहेछ ह्याप्पी ल्यान्ड सेल्फी डाँडा अरे ऊ माथि ऊ बन्जी जम्पिङ पनि रहेछ गर्छौ जिप लाइनिङ जिप लाइनिङ रहेछ यता चुङमा पुग्दा हेर न हौ ह्याप्पी छैन छ अलिकति रहेछ डिस्टेन्स यो अक्टोपस रहेछ हौ ल यो जिप क्लाइम्बिङ पनि रहेछ यहाँ माथि रहेछ स्विमिङ पुल रहेछ यतापट्टि किन यता राम्रो रहेछ आउनु यतै रहेछ औ यही रहेछ औ टावर रहेछ यो हाम्रो प्यारिसको क्या के भन्छ सबै चाहिँ हाम्रो ट्रेडिसनल एटायरहरूको जग्गा रहेछ यहाँ यता घुम्दा जाँदा पस्याउनु यहाँ पिङ रहेछ अब खेल्ने हो कुवामा पिङ हो पिङ नानीहरूको लागि चाहिँ रहेछ यस्तो चिजहरू यो रहेछ यो पिङहरू रहेछ खेल्ने राम्रो रहेछ जग्गा फ्री हो लेट्स गो ल यहाँ ट्रेडिसनल एटायरहरू गर्नु दाम रहेछ प्योर भेजको लागि रहेछ यता एकैछिनमा चढ्ने भए पनि रहेछ तर चटपटे खाँदैन उयो त्यो चटपटे ट्रेनमा जान्छ ट्रेनमा चढ्नु है फेरि हुन्छ कुन खायो कि छोडिदेऊ अब लाई चाहिँ होइन यो खेलौँ भनेको थियो कि साथीहरू तर छैन अरे एक हप्ता भयो बन्द भएको कहाँ बन्द भएको खै त्यही त है खेल्नु कस्तो मन परिरहेको थियो भिडियो बनाउनु पऱ्यो सोचिरहेको थिएँ भएन के उयो भिडियो भइहाल्छ कि त्यो नौ के भन्छ त्यसलाई है पानी पानीमा हुन्छ तपाईँहरूलाई केटाहरूलाई पानी पानी मान्छेहरू अब भयो साथीहरू है त भइदिएन त बहिनी अब साथी भएको खेल्नु एक सबै खेल्नु यताबाट हिँड न अब
ए फोटो खिच्यौ न मलाई करण यसमा फोटो खिच्यौ न ल पैसा दिन्छ मान्छेले किन्छ है चाहिँ जान्छौँ हेरी त्यहाँ चाहिँ राख्दा हुँदो रहेछ गीतै गएर गीत बुझिरहेको थियो त्योसँग गर्छ हो पुरा बुझिरहेको तिमीलाई कस्तो मजा आयो कि आएन हौ मलाई मजा आएन किन अन्त तिम्रो रहरले गर्दा आएको त हामीले हेर्नु होइन न तिमी पौडी खेल्नु सक्छौ न के गर्नु सक्छौ हो भन त धाप्यो खिच्नु धापै नमानेको त है क्रोकोडाइल बाइक पनि रहेछ यहाँनिर हेर्नु चढ्न खान्थ्यो पब्लिक एक्सपिरियन्स ल अब हामी चाहिँ भनिदिन्छ ए फेरि यहाँ त होला एक्ज्याक्ट कहाँबाट हो यताबाट हुँदैन त्यो अघि एनएचबाटै हुँदैन ला गाडी आएको छ नि त मेरो पुग्नुपर्छ हुन्छ बाई बाई गरिदिन्छ भ्लगमा आउँछ एकखेर बहिनी पहिला हेर्नु त अब हामी चाहिँ भर्खर लागेको रहेछ नि मासु रहेछ पुरै हबी खाना पेट आज कुनै पेटै ठिक छैन हौ होस् होस् अब नखाउँ होला नेपालको खाना हामीलाई अलिक स्विट गरेन हौ खाना पनि एकदम बेसी चिप्लै मात्रै हुँदो रहेछ यहाँको खाना हामी खान सक्दैन यस्तो चिप्लो खानाहरू अलिकति आज नेपाल बसेर म अलिक ठेट नेपाल बोल्ने टाइपको बोल्ने भइसकेको छु है साथीभाइ एक दिनमै नेपालको रङ पढ्यो क्या हामीलाई पनि त्यस्तो लाग्दैछ है लु हाम्रो चाहिँ एक्जाइटमा भयो है ल के हुन्छ रे भाइ स्ट्याप सिधै घर गयो भने यो छाप लाउनु पर्दैन फेरि बाहिर केही काम छ र बाहिर निस्केर फेरि भित्र आउनु पर्दा यो छाप लगाएर जानु अनि फर्किँदा छाप देखाएर जानु बस्न पाइन्छ ए ओके ओके यो चाहिँ एउटा यहाँनिर यो जुन चाहिँ वाटर पार्कले एकदमै राम्रै काम गरेको रहेछ है एकदम मन पर्यो एकदम सबै कुरो राम्रो ल भाइ थ्याङ्क यू ल गएँ ल हुन्छ चेरी टिप्ने चाहिँ सरनले कस्तो रहेछ ट्राई गर्नु त सरन खाइहेर त एकखेप म खाँदिनँ अब यो म एउटा दिउँ त म खाइहाल्छु ओरिजिनल चेरी त होला नि अनि दोकानै छु कि हामी घुम्न हामी कालिम्पोङबाट मर्दैन होला नि यो खाएर है खाऊ न म खाएँ मलाई पनि ठिकै छ है फुड पोइजन भनेर रड्डी हुन्छ नि भाइ नेपालको फेमस सपहरू नि त लानु न एउटा पुस्तकारी लान्छु बुझ्न नि पुस्तकारी लान्छु होइन पुस्तकारी लान्छु पुस्तकारी एउटा पुस्तकारी लान्छु ल मिठाईहरू छरी गएको पाउँदो रहेछ कि तर हाम्रो नानीहरू छैन नि त खानु भयो नि के ए पुस्तकारी किन्यौँ नि एउटा निरुले पनि खाइहाल्छ कति हो बहिनी पुस्तकारीको कति साथीहरू अब निस्क्यौँ हामी यहाँबाट र त्यो डिस्नी लाइन चाहिँ मलाई चाहिँ आउँथ्यो पुरा डिस्नी के रहेछ हेप्पी लाइन पुरा इच्छा लाग्थ्यो कि तर आउने मौका चाहिँ पाएँ तर मलाई चाहिँ त्यति खास लागेन अब मन परेन होइन मतलब खेल्नु लागेको चिजहरू रहेन रहेछ नानीहरूको लागि मात्रै रहेछ हो त्यति चाहिँ अब म नानीहरू मसिनो लिएर आउनु चाहिँ मजा रहेछ यसमा अब यही ठुलोहरूलाई चाहिँ पौडी खेल्नु जाने भए पौडी खेल्ने चाहिँ अब खेलिनँ है जान्दिनँ अरू चाहिँ केही छैन रहेछ त्यहाँनिर अनि त्यो अलिअलि भिडियोहरू बनायो है तपाईँहरूलाई पनि देखाइदिन्छु अलिअलि नानीहरू लिएर आउनुहुन्छ भने चाहिँ आउनुहोस् यहाँ होइन
तपाईँहरू कतिजना त आइ पनि सक्नु भएको छैन नआउने होला भने खाना खानुको लागि खोजेको साथीहरू धुलाबारीमा त अलिक भए पनि भेटेको थियो कि यहाँ खोज्दा बल्ल बल्ल भेट्यो हो त्यही मान्छे लसुनहरू छ आउँछ सब्जीहरूमा लसुन खाँदैन दाल भात मात्रै खानुपर्ने भयो साथीहरू आलु भुजिया र दाल भात त्यो पनि भोक लाग्छ खानै पऱ्यो होइन र सरन चाहिँ मासुको कहीँ पाउँछ कि खोज्नु गइरहेको छ पाइहाल्छ मासुको जताभाबी होइन खानु गइरहेको छ म चाहिँ खानु गएको छु खाना हेर्नु चाहिँ माइलाग्दो लाग्यो होला तपाईँहरूलाई खाना लागेको छ अब चाहिँ साथीहरू दही चाहिँ स्पेसल चाहिँ दामी पुरा हुन्छ माइती घर है माइती घरको स्टाफहरूलाई पनि देखाइदिएको ल यहाँकै नाममा पो रहेछ त है उतापट्टि है यहाँकै नाम गरेको अरे उता पनि माइती घर उता पनि माइती घर रहेछ हाम्रो कालिम्पोङको बहिनी अग्रवाल सरको छोरी हो यहाँनिर माइती घर नामले राम्रो यो क्लोदिङ स्टोर रहेछ ठुलो रहेछ चन्दना चाहिँ यहाँ साडी किन्दैछ है एकदम राम्रो राम्रो साडीहरू रहेछ यहाँनिर नेपालको इन्डियन मिक्स सबै रहेछ है सबै ल खुसी लाग्यो हाम्रो कालिम्पोङको मान्छे भेट्दाखेरि बहिनीलाई है ल अब यो देखाउँछु नि एक दिन लगेर है आशिषलाई ल तपाईँको नाम चाहिँ गोमा है गोमा के पर्यो थरी यस्तो हो हुन्छ अहिले सोधिदिएको नि अब चाहिँ हामी धुलापट्टि फर्किनुको लागि उयो बस पर्खिरहेको थियौँ बस पर्खिँदा आएन हो निकै टाइम लाग्यो र त्यहाँनिर एउटा अटो मिलाएको अटोमा अब महँगो भन्छ है र त्यहाँकै धुलाबारीकै बहिनीहरू र भाइ एकजना भेट्यो उनीहरूसँग मिलेर चाहिँ हामी एउटा अटो पक्रेर चाहिँ आउँदैछौँ है साथीहरू अब धुलाबारीको लागि चाहिँ अटो मिलायौँ अटोमा जाँदैछौँ है र त्यहाँ पुगेर पनि फेरि अटो धुलाबारी पुगेर पनि एकछिन त्यहाँ बसेर फेरि त्यहाँबाट फेरि अर्को अटो लिएर जानु पऱ्यो साथीहरू पुरा हुँदो रहेछ यस्तो अटोहरू त है यहाँनिर नेपालमा चाहिँ सबै जग्गा बाटो खनेर क्या पुरा धुलो उडेर चाहिँ बनाउँदैछ 4 लाइन बाटो बनिँदो रहेछ 1-2 दिन बादमा जाँदाखेरि चाहिँ दामी हुने रहेछ त्यहाँको रोड चाहिँ यहाँबाट सफारीमै जाँदा पनि 50 रुपियाँ गोटा ल धन्यवाद ल जानु ल बहिनीहरू दुईजना बहिनी र भाइलाई हामी त पर गयौँ न अन्त बजारसम्म यहाँ परसम्म पाँची भाडासम्म छोड्दै भाइ भाडासम्म छोड्न यहाँ अगाडि अन्त त अब घुम्नु त घुम्छ शरणले चाहिँ बिर्ता मोडमा खाना खानु सकेन साथीहरू त्यहाँनिर चिया दोकानहरू मात्रै भेटियो अरे अब मासुको दोकानहरू कता चाहिँ याद भएन अब नयाँ जग्गामा है खोज्नु कति खोज्नु भनेर चाहिँ अनि होस् धुलाबारीमै फर्केर आएर खान्छु भनेर भने कि अनि यहाँ चाहिँ यो दोकान यो रेस्टुरेन्ट छ बार पनि छ यो चाहिँ यहाँ चाहिँ के अरे खानाहरू राम्रो पाउँछ हामी चाहिँ यसकै होटेलमा बसेको थियौँ नि त होटल रोयल निर्माण
यहाँ चाहिँ शरणले खाना खान्छ अरे शरण आउँदैछ सामान लिएर यो चाहिँ बिहान होटेलमै छोडेको थियो ल अब चाहिँ खाना खानु जान्छ है शरण खाना खानु जान्छ शरण भित्र एन्ट्री गर्दैछ मागनहरू ल्याइसकेछ खाना चाहिँ ल्याइसकेछ लस्सी खाएको पहिला भात खानु नि छोरा यसो नखानु नि पहिला खाना खानु अनि त खानु यसो पहिला कहाँ खाएको लस्सीहरू अचम्म गर्छौ है तिमी कसले छोरा मालिस गरेको कस्तो भयो तिमीलाई जिउ फ्रेस छौ त आज तिमी भन न कस्तो भयो कस्तो भयो अरे कडक कडक मजा आयो मैले पनि गरेको हुन्थ्यो रहेछ है त्यही त है तर होइन अस्ति सिटी सेन्टरमा गरेको क्या अस्ति नै कि म हुन त रिल्याक्स भएको थियो खै तिम्रो खाना आउनु त टाइम लाग्यो त पुरा आउँछ होला एकछिनमा है होला नि पर्खिँदा शरणको स्पेसल खाना आइपुग्यो बेसी हुन्छ होला फेरि बोकेर लानु भाइ खाना दामी आएछ त दिने तरिका पनि राम्रो है आमा तातो भयो मलाई एउटा चम्ची देऊ न नि यहीँ छ चम्ची अगाडि चम्ची नदेखेको यहीँ छ चम्ची खाउ कस्तो रहेछ खाना चाहिँ त्यही शरणको खाना ढिलो खायो त दामी खाना पाएछ शरणले घरको खाना जस्तो पाएछ हो कस्तो छौ कस्तो दाइ थपेर खाऊ है के गर्ने त्यसमा चढाउने ल खाइदेऊ एक बाइट देखाइदेऊ यता हाम्रो भ्युसहरूलाई पनि उयो चम्चीले हाल न त एक बाइट देखाइदेऊ यता 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 ए देखाउँछ होला नि आफै खाइदिएको अयो रुकै पर्छ हाम्रो शरणले पनि यसो देखाएर लिनुहोस् चाहिँ भनेर खानु पर्दैन माछा खाने ए कच्चो माछा खाने लाई पुचु खा छिटो छिटो खाइस् आमा कस्तो मनपर्छ माछा यिनीहरूलाई खा जहाँ पनि अटेर उठ्नु पर्छ सर न आउनु आमा यस्तो दामी हेर हामीले त बुढीहरूसँग पिरेर अरे कि सबैको त्यस्तै भाइ भन्दैछ सबैको त्यस्तै हुन्छ अरे सबैको एउटै भयो है बुढी बिना चल्छ यहाँ चाहिँ चेकिङ गर्नुपर्छ हामी सधैँ पाइरहेको छ शरणले राम्रो छ मसँग क्या हिजो हातसाथ मिलाएर गएको विचार अब चेकिङ पनि सक्यो अब यहाँदेखि चाहिँ सिधै सिलगढी है ल कस्तो लाग्यो यो भिडियो हो तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनु होला नानीहरूले सब्सक्राइब गरिदिनु होला नयाँहरूले हो मन पऱ्यो कमेन्ट लाइक चाहिँ गरिदिनुहुन्छ भने र हेरिदिनुहुन्छ भनेर पनि विश्वास राखेको छु तपाईँहरूमाथि ल यति नै यो भिडियो शेष गर्छु बाई बाई थ्याङ्क यू फर वाचिङ